अहिले औषधि व्यवसाय गर्दैछु। हस् धन्यवाद। ल त्यसपछि जनकजी हजुर म जनक रोका। अब मेरो घर बुढौली भइहाल्यो। 47 सालको ब्याजमा है। र म अहिले लन्डनमा बस्छु। मेरो घर परिवार लन्डनमा छन् अनि मेरो व्यवसाय छ लन्डनमा र म नेपालमा फर्केर आउन लागिराखेको छु बिस्तारै। यही क्रममा साथीभाइहरू र आफूलाई पढाएको गुरुहरू पनि भेट्न पाउने र उहाँहरूलाई केही सम्मान गर्ने मौका पाउँदाखेरि म असाध्यै आफूलाई भाग्यमान ठानेको छु र सबै साथीहरू पार्टिसिपेट साथीहरूलाई चाहिँ एकदम जुन सहयोग गर्नुभयो त्यसको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु। परिचय ल प्रमज्यू नाम ठेगाना पेसा के रहेछ अरू केही स्पेसल भन्न मन लाग्यो भन्नु नभए अदरवाइज पैसा दिने त तिमीलाई पैसा दिने हो भनेको अब मेरो पैसा त ग्रेडिङ हो पनि पनि छैन। अब छोरीहरूले सबै सतिर सम्हालेन। म चाहिँ जता छ त्यतै गर्छु। राम्रो छैन त्यही हो। अरू चाहिँ के ठिक छ ठेगाना उही बछौली नै हो। हस् थ्याङ्क यू। सरहरूलाई नमस्कार, साथीहरूलाई नमस्कार। म चाहिँ अब गृहिणी भन्नु पर्यो अनि हेटौडा। नाम भन्नुहोस् त। मेरो सावित्री नेपाल अनि हेटौडा बस्छु। अनि श्रीमानलाई पढाउने उसले गर्दाखेरि आफ्नो पढाइ चाहिँ बिचमा छुट्यो। जे होस् राम्रो श्रीमान पाएको छु त्यही नै ठोभन्दा ठुलो एकदम भाग्यमानी ल। हस् मन मिलेको पाउनु भएको छ बस त्यही हो। ल ठिक छ। मेरो नाम निता ढका। म चाहिँ अब रतन 2 मा बस्छु। अहिले कुम्रोस थियो घर हजुरहरूलाई थाहा छँदैछ। अहिले चाहिँ 2 मा बस्छु। अब पेसा चाहिँ मैले चाहिँ दाइलाई चाहिँ थाहा छ होइन। त्यहाँ पोखरी खनेर चाहिँ माछा फालिरहेको छु कुम्रोसमा चाहिँ। तर म बजारमा चाहिँ हल्लिँदै अलिअलि समाजसेवा गर्छु। गर्नु भएको छ समाजसेवा। ल सरहरूलाई एकदम धेरै धेरै नमस्कार। अनि म अहिले हालसिङमा हो। अहिले बिहान भएर आएको साथीहरूको जनघर अनि सबैसँग भेट भइन्छ भनेर ठुलो रमाइलो गर्नलाई। अनि अहिले म हालसिङमा छु। अहिले म गृहिणी नै हो। हस् ल थ्याङ्क यू। सर्वप्रथम त आदरणीय गुरुहरूमा यसरी बोल्न साथी गर्नुको यो सौभाग्यपूर्ण समय भन्छु। आज एसएलसीमा बसेका साना साथीहरू आज हामी हरेक छेउमा हरेक ठाउँमा गुरुहरूले गर्नुभएको योगदानले हामी यहाँ पुगेका छौँ। कोही साथीहरू कुन क्षेत्रमा, कोही साथीहरू कुन क्षेत्रमा, कोही साथीहरू कुन क्षेत्रमा पुर्याउने शिक्षाको उज्यालोबाट पुर्याउने बाटो देखाउने गुरुहरूलाई सर्वप्रथम आभार व्यक्त गर्दै साथीहरू सम्पूर्ण साथीहरूले चाहिँ होइन उपस्थित हुने मौका दिलाइदिनु भयो। सबै उपस्थित भयो र हरेकले आफ्नो आफ्नो क्षेत्रबाट जहाँ जस्तो अवस्थामा पनि साथी देखेपछि जो जहाँ जस्तो भए पनि ओहो भनेर मन छोइहाल्दो रहेछ। म कति काम हरेकचोटि छुट्न गएँ त्यसको लागि सरी भन्छु, क्षमा प्रार्थना। आज चाहिँ हरेक काम बिताएर गरेँ त्यसरी भेट्न पाएँ। त्यो एसएलसीको त्यो 10 कक्षाको हरेक क्लासमा गुरुले पढाउनु भएको साथीभाइसँग चलेको त्यो क्षणको याद, त्यो बेलाको याद जीवनमा कहिल्यै हुँदैन। त्यो भन्दै साथीहरूसँग बिताएको त्यो मेरो यता चाहिँ सर्वप्रथम त सिँचाइ तथा खाने हो है। र यो अब हाकिम जस्तै देख्नु भएको छ त्यही भएर। भन्दै म बिदा हुन्छु। हस् थ्याङ्क यू।
हस् थ्याङ्क यू एकदम राम्रो जलरामको विषयमा पनि पहिला म हामी बस्थेँ 50 सालको बाढी लागेदेखिबाट भरपुरबाट चाहिँ अहिले हाल खैरेनी वार्ड नम्बर 1 तपाईँको म अहिले चाहिँ न्याय समितिको वडाको सहयोग हस् थ्याङ्क यू नमस्कार म शेष सापकोटा मेरो घर चाहिँ सन्तुष्ट काठमाडौँ मसाउका जस्तो कुरा गरे क्या यिनले अब पेसा चाहिँ हुने भने म पनि आज ज्यादा काटिहाल्छु त्यो बाहेक चाहिँ यो घरको अस्पताल नर्सिङ कलेजमा चाहिँ कार्यकारी प्रमुखको काम गर्छु हस् थ्याङ्क यू म चाहिँ बुवा बाजेकै जिरो खानेका छु म कृषि नै गरिरहेको छु हस् थ्याङ्क यू स्वास्थ्यसँग सम्बन्धित रहेर कार्य गर्छु 35 वर्ष भयो अब त्यो पेसामा आबद्ध भयो र सँगसँगै बिलिङ पनि त्यही पेसामा नै उनी स्वास्थ्य क्षेत्रमै छ र आउने नयाँ व्यक्तिहरू पनि त्यही पेसामा आफ्नो तयार हुँदैछ र निकट भविष्यमा अब यो समयले साथ दियो फेरि चितवन फर्किने एउटा पनि हस् थ्याङ्क यू सम्पूर्ण साथीहरू नमस्कार म हरि धमला रत्नगर समाजको निवासी म पेसाले चाहिँ खेतीपाती मात्रै कृषि हो हस् थ्याङ्क यू नमस्कार साथीहरू म एक बसोली 6 मा बस्छु र सानो चलाएको हस् थ्याङ्क यू मेरो घर पहिला म दौखानी मासु सौरागढी बस्ने घरि गर्दाखेरि अनि अहिले यहाँ बाग्रा नजिकै मेरो बजार यहाँ छ र म पेसाले शिक्षक जस्तै लगभग 19 वर्ष भयो मैले मासु र चित्रसारीमा पढाउँछु कुराहरू जस्तै पेसा अनि प्राइभेट साइन्स पढाउँछु हो पेसा पेसा चाहिँ नि धान्ने उही मात्रै जस्तो लाग्यो मेरो बसाइ चाहिँ अहिले अस्थायी मैले लामो समयसम्म चाहिँ म सामाजिक सेवामै भएँ लगभग तपाईँको 30 वर्ष 35 वर्ष जब दुई नागरिकता बनेर आएपछि तपाईँको चाहिँ नि 15-16 दिनको लगातार मैले एउटा सामाजिक संस्थामा रहेर कोषाध्यक्षको रूपमा चाहिँ काम गरेको त्यो बेलादेखि अहिलेसम्म अविच्छिन्न सामाजिक संस्थामा नै भएँ होइन मैले जागिर गरेर काहीँ पनि जागिर खाइनँ तर म लामो समय बिलान बेलिना गेस्ट फाउन्डेसनमा आइएससँग जोडिएर काम गरेँ काम गर्ने सिलसिलामा अब धेरै नौभूत पनि भयो त्यो बिचमा धेरै कम थिएँ र यसै गरी सामाजिक सेवामा साथीभाइहरूसँग यसरी नै भएँ र मैले पेसागत रूपमा चाहिँ अलिकति जग्गाको साथमा अलिकति आर्थिकसँग गएर चाहिँ काम गर्दाखेरि वेतनका रूपमा तल थाप्ने काम गरेँ त्योभन्दा बाहेक रहेर मैले अन्य त्यसै केही काम गरिनँ र अहिले म घरमा बसेपछि अब लगत्तै झ्वानीमा चाहिँ सरले हिसाबले पनि तयारी गरिराखेका छु सम्भवतः मलाई लाग्छ 1-2 वर्षभित्रमा झ्वानी नै घर बन्छ होला हस् ल थ्याङ्क यू हस् हस् ल धन्यवाद धन्यवाद
घर चाहिँ मेरो साली मछली गाडी वार्ड नम्बर 5 मछली नगरपालिका वार्ड नम्बर 6 नै हो र म पेसाले स्वास्थ्यकर्मी भन्दै हो। मेरो नेपाल सरकारको चाहिँ केही सोच्नु पर्ने घुम्दै घुम्दै चितवन जिल्ला छिरिङको अन्तर्गत 5 महिना टेक्नु लागेको मेरो नाम त भनिराख्नु पर्यो नामै ठुलो कुरो त्यस्तो कहाँ हुन्छ दादागिरी देखाउनु पाइन्छ हस् धन्यवाद मेरो घर चाहिँ रनप्रसाद हालको अब पेसाले चाहिँ म गोठपालन गर्छु तर भैँसीको होइन है ल धन्यवाद थ्याङ्क यू मेरो नाम नाम छतिवटा अथवा अर्जुन भन्ने चिन्छ र म चाहिँ हाल चाहिँ प्राइभेट कम्पनीमा काम गर्छु र पेसाको हिसाबले चाहिँ म एउटा चाय नेपाल नेदरल्यान्डमा लन्डन बेल्जियम नेपाल चाहिँ मैले काम गर्ने मान्छे राखेको छ ठुलो मान्छे हस् धन्यवाद इटाली बस्ने मान्छेले इटालीको कुरा भन्नु पर्दैन ल हेर ल ठिक छ ठिक छ नाम लिएरै साइडबाट नाम लिएरै भन्ने सबै सरलाई केही भन्न हजुर 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 हजुर
हस् ल, थ्याङ्क यू, धन्यवाद, धेरै धेरै धन्यवाद। हामी परिचय कार्यक्रम सिकाइदिएका छौँ है। अब यो कार्यक्रमको साथीहरूलाई भेटाउनेमा सहयोग गर्ने अब साथी जनकजीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु, उहाँलाई सम्झन चाहन्छु। प्रिय साथी एउटा भनौँ मेयो जस्तो बनिदिनु भएको छ, त्यसको लागि धेरै धेरै धन्यवाद। र हामी हाम्रो परिचय दिइसकेका छौँ। अब गुरुहरूले गुरु त गुरुहरूको परिचय भन्दा पहिला म सानो एउटा कुरा राख्छु, अनि उहाँले गर्नु। हस्, हुन्छ, अन्यथा नमान्नु। केही छैन, केही छैन, सबै हाम्रो जस्तो अहिले हामी ज्वानी माध्यमिक विद्यालयबाट हाम्रो ब्याचमा जति एसएलसी विद्यार्थी हौँ, लगभग हामी 24% आयो त एसएलसी। आज हामी उपस्थिति टोटल एसएलसी दिदीहरूमध्ये 23-24% नै उपस्थित भएको छ। हिसाब गर्नु होला, 28 जना खै 30 जना हुनुभयो होला। जे हो त्यो सँगसँगै भन्नु त्यो ब्याचमा एसएलसी दिदी त्यति जम्मा भएको छौँ। जस्तो नदिनेले हामीलाई दिने बनायो भने त कुरो एउटै हो। हामीले शिक्षा हासिल जाँदै गर्दा र हाम्रो यो बिचमा एउटा झ्वानी एल्बुनियाई भनेर चाहिँ नि गठन भएको छ है। कति साथीहरूलाई थाहा छ, कति साथीहरूलाई थाहा छैन है। झ्वानी मालिका लागि केही गर्न सकिन्छ कि झ्वानी मालिक विद्यालयमा हामी पढेर गएका ठाउँमा भोलि त्यही ठाउँमा चाहिँ गरिब दुःखका बच्चाहरू आउँदाखेरि पढ्नलाई पनि सहज वातावरण होस् भन्ने हिसाबले एउटा एल्बुनियाई गठन भएर चाहिँ हाम्रो पुस्तक दाईको नेतृत्वमा, पुस्तक श्रेष्ठको नेतृत्वमा तत्कालीन समयमा हाम्रो घटासको भावमा हाम्रो गुरुहरू पनि बस्नु भएको थियो। धेरै अगाडिदेखि कोरोना कालभन्दा अगाडि हो देखि नै हाम्रो गठन भएर त्यसमा चाहिँ अलिकति हामीले फन्ड रेज गर्ने काम गरिरहेका थियौँ। कमसेकम 50 लाख रुपियाँसम्मको हामी पूर्व विद्यार्थीहरूसँग मात्रै लिने, अरूसँग दान नलिने र दान पनि कसैलाई यति दिने भनेर नभने स्वैच्छिक लिने, स्वैच्छिक दान लिने भनेर चाहिँ एउटा सुरुवात गरेका थियौँ। यसो फल पार्दैन भने सेयर गरिहाल्नु भनेर हो है। अनि त्यसमा चाहिँ अहिले सानीमा नारायणगढमा एउटा खाता खोलिएको छ। पूर्व विद्यार्थीहरूको तर्फबाट मेरो छ होइन, पूर्व सञ्चालक समितिबाट चाहिँ तपाईँको प्रसाद सापकोटा र पूर्व समितिबाट धनराज गिरी सरको नाममा 3 जनाको रूपमा संयुक्त खाता खोलिएको छ। त्यसमा अब हामीले 50 लाख ल्याउने अभियान सुरु गऱ्यौँ। त्यहाँबाट चाहिँ तपाईँको कोरोना लाग्यो। त्यसपछि भारतीय नाकाबन्दीले सबै सङ्कटमा परेर बेला भन्न नि गएको कमिटमेन्ट गरेको पैसा चाहिँ अहिले साथीहरूले कमिटमेन्ट गर्नुभएको 8 लाख रुपियाँ लगभग उठाउनु बाँकी छ। केही रकम उठेको छ, त्यो पाए हस्तान्तरण गर्न पाए हुन्थ्यो 50 ल्याएर भन्ने चाहिँ हाम्रो सबैको चाहना छ होइन। आफ्नो हिसाबले काठमाडौँमा सम्पर्क व्यक्तिको रूपमा हाम्रो युवराज पराजुली हुनुहुन्छ होइन, हाम्रो रेलीदाईको पराजुली। अनि अब अमेरिकाबाट पोस्टल दाइले यता गरिरहनु भएको छ। यतापट्टि म आफैले हुनेसम्म म्यासेज गरेर साथीहरूलाई सेयर गरिराखेँ कि हाम्रो ब्याजका साथीहरूलाई चाहिँ मैले म्यासेजमा भनेको छैन, भेटेकै बेला भेट भइरहन्छ भन्ने हिसाबले कुरा भएको छ। मैले त्यो कारणले आज कुरा राखेँ। त्यस्तो केही रह्यो भने मैले क्यास लिन्न, डाइरेक्ट खातामा हालिदिने अनि भाउचर चाहिँ स्क्यान गरेर पठाइदिने, त्यो काम गर्न सकिन्छ। त्यो चाहिँ म त्यसमा सेयर गर्छु। धन्यवाद। अब सरहरूको लागि म चाहिँ सरहरूलाई चाहिँ के भन्छु भने सरहरूले भन्नु होला यिनीहरूलाई हामीले पढायौँ, हुर्कायौँ, कति क्लास पढाउनु भयो, अहिलेसम्म कतिलाई निकाल्नु भयो, एसएलसी गराउनु भयो, ठाउँमा पुऱ्याउनु भयो। तर सरहरू चाहिँ हाम्रो मनमा नि सधैँ बसिरहनु हुँदो रहेछ कि जसरी बुवा आमा बस्नुहुन्छ नि त्यस्तै गरी बसिरहनु हुँदो रहेछ कि कहिले बिर्सी भन्ने नै हुँदो रहेछ कि। जस्तै भानु सर, धनराज सर, अनि हिरा म्याडम, विजय म्याडमहरू, अनि गोविन्द सरहरू, अनि गोविन्द सर, अनि सबै के अलरोल सरहरू चाहिँ हाम्रो मनमा चाहिँ सबै के बुवा आमा जसरी बस्नु होला त्यसरी बसिरहनु हुँदो रहेछ कि। त्यही नै गर्व लाग्छ अरू भन्दा नि। सबैको तर्फबाट फेरि त्यही हो, त्यही हो। गुरु ब्रह्मा, गुरु विष्णु, गुरुदेव महेश्वर भनेको त्यही हो, तपाईँले भन्नुभयो एकदम।